सबजनालाई मेरो नाम आयुष मल्ल। मैले जुन भिडियो अहिले लाइभमा भिडियो अस्ति बोलेको थिएँ नानु सिंह ठकुरीको बारेमा, मेन कुरा भनेको मान्छेलाई सत्य कुरा थाहा हुनुपर्छ। त्यही नानु ठकुरीले के गर्नुभएछ भन्दाखेरि फेरि गएर हेडक्वार्टरमा गएर बुवाको समथिङ के उजुरीहरू गराउनु लाउनु भएछ, जसले गर्दा बुवाले मलाई आज बिहान मेसेज गर्नुभएको थियो राजीनामा दिनुपर्ने भयो यताउता भन्नु। के भन्न चाहन्छु नेपाल पुलिसलाई, नेपाल पुलिस, नेपाल जनपद, नेपाली सशस्त्र प्रहरी बल, नेपाली आर्मी, हाम्रो नेपाली सरकारलाई म के भन्न चाहन्छु भन्दाखेरि हाम्रो नेपाल साइबर ब्युरो, क्राइम साइबर ब्युरोलाई पनि म के भन्न चाहन्छु भन्दाखेरि मैले त्यो टपिक आफैले स्टार्ट गरेको, मलाई कसैले सिकाएको होइन, मलाई कसैले इन्फ्लुएन्स गरेको होइन। यो भिडियो बना, लाइभमा गएर त्यस्तो गर यस्तो गर भनेर कसैले भनेको होइन। मैले त्यो भिडियो आफ्नै नलेजमा र मैले आफ्नै लागि र मेरो बहिनीको लागि भनेर बनाएको। सत्य र तथ्य घटनामा जुन पनि कुराहरू पहिला घटेको थियो, मेरो बहिनीलाई जुन पनि एउटा बाल हिंसा भएको थियो त्यसको लागि मैले आवाज उठाएको हो। अनि जुन हिंसा मेरो बहिनीलाई भएको थियो म सबैलाई थाहा नै छ, मैले अस्ति कुराहरू गरिसकेँ। म फेरि पनि भन्न चाहन्छु जुन हिंसा मेरो बहिनीलाई भएको थियो त्यसको लागि मैले मेरो बहिनीको लागि मैले आवाज उठाएको हो। एन्ड द्याट्स इट। त्यो कुरा नानु सिंह ठकुरीबाटै भएको हो र मेरो बहिनीलाई उसले दुःख दिएको हो। सबलाई थाहा छ त्यो कुरा, जसलाई थाहा छ, जसलाई थाहा छैन कान खोलेर सुन्नुहोस्। मेरो बहिनीले धेरै दुःख पाएको छ उसको हातबाट। मेरो बहिनी यतिसम्म दुःख पाएको थियो कि उसले सुसाइड गर्ने हदसम्म पनि ऊ एकचोटि पुगेको थियो बाल हिंसामा। 6-7 वर्षको बच्चालाई कहिलेकाहीँ पिसाब फेर्छ, 6-7 वर्षको बच्चाले बिस्तारमा पिसाब फेरेपछि सम्झाउने हो, गाली गर्ने हो, गएर मुख चटाएर घरमा एक्लै थुनेर रुममा थुनेर अम्ब्रेलाको छाताले हान्ने होइन। टाटा अहिलेसम्म पनि उसको टाउकोमा टाटा, ढाडमा टाटा, कता टाटा छ। र त्यसको लागि मैले उसको दाइ हुनुको कारण मैले उसको लागि आवाज उठाएको। अब मलाई त हिंसा कति भयो राति घरदेखि भागेर 3 बजे आफ्नो मम्मीसँग भागेको कुराहरू त मैले गर्दैन, जङ्गलदेखि भागेको कुराहरू होइन। नेपालमै हुँदाखेरि त्यो कुराहरू कति छ जुन नानु सिंह ठकुरीले आफ्नो रियालिटी कुराहरू गरेर लुकाउनुहुन्छ। त्यसको लागि आवाज उठाएको र यो कुरा एकदम हाई लेभलमा पुग्यो भने म जुन दिनसम्म लड्छु नि, म त्यही दिनसम्म लड्छु। मैले भनेको छु नि, लाइभमा पनि भनेको छु, यो कुरा जुन दिनसम्म पुग्छ अन्तिमसम्म यसको कुरा अन्त्य म गर्छु। युद्ध मैले सुरु गरेको भने अन्तिम पनि मै गर्छु गाइस। म डराउँदिनँ, मैले फेरि पनि भन्दैछु म कसैको अगाडि डराउँदिनँ। मलाई केही कुराको मतलब छैन। उसले न्याय पाउँछ, उसले सोसियल मिडियामा दुनियाँ रोन गर्छ, इन्टरभ्यूमा आएर रोएर यस्तो उस्तो भन्छ भने मेरो बहिनीले पनि न्याय पाउनु पर्छ र पाउनु नै हो।